प्याज खोर्सानी टमाटर धनिया सलाद दुईटा भाले चाहिँ रेडी हुँदैछ हाम्रो यहाँ। अब साथी यो नयाँ डिजाइनको पेन आएको छ यहाँ। लु हेर्नुहोस् बबाल टाइपको हाम्रो मामको फोटो नखिच्नु अनि के हुन्छ? राम्रो हुँदैन। मेरो माम हो भनेर यहाँ छ है। पानी स्पिकरहरू कराईहरू यहाँ छ। जानुपर्ने चाहिँ यहाँ हो रामसा पिकनिक। र आज चाहिँ बनाउँदैछ हाम्रो युवराज साथीले चिकन क्वासा, लोकल चिकन क्वासा बनाउँदैछ। वाह क्या मजाले। अब चाहिँ भात पाक्दैछ। भात पाकिसक्यो। मासु भात भाइ भन्छौ मासु कस्तो थियो? एकदम दामी सेटिस। बस्नु त भात सलाद यहाँ तपाईको आने केटाहरू फेरि ऊ युवराज बौलु भाइ सन्तोष। हेलो एभ्रिवान, गुड मर्निङ, नमस्ते, क्या बोलो। र आज चाहिँ फेरि भोलि त तुरियो तर है आज चाहिँ थर्सडे हामी साथीभाइहरू जाँदैछौँ। कहाँ भनेको चाहिँ जाँदैछौँ हामी रामसा फरेस्ट। आज बिहिबार यसो चिकन बनाएर खाने अरे, लोकल चिकन है। त्यसै कारण हामी निस्किएको छौँ। हामी 3-4 भाइ चाहिँ छ, अरू साथीहरू आउँदैछ। अब पुग्न आँटेको छौँ। हेरौँ गएको रहेछ त्यहाँ चिकन लिनु चाहिँ माक्रापाडा जानुपर्ने है। यो चाहिँ दलमोरको गुम्बा हो है। यो चाहिँ कहाँनिर भन्दाखेरि चाहिँ गारो बस्तीमा है। र प्याज खोर्सानी टमाटर धनिया सलादको लागि काँक्रा मुला लिएको छ। अब चाहिँ यहाँ माक्रापाडा बजारमा माक्रापाडा दुईटा भाले चाहिँ रेडी हुँदैछ हाम्रो यहाँ। अब चाहिँ गएर फरेस्टमा दबाउने हो मजाले। यहाँ छ क्या दोकान तिम्रो यो वाला? दुश्मन हेरेको हेरे फेरि। यो तिम्रो सबै एकदम सबै मेरो हो। योहरू पनि त्यो पनि चलो ठिक छ। के हो ओ निगार पड्काउने कि निगार आङनाङखौमा जमाना फेरि निगार ज्याप ज्याप उयो। अरे भाइ तिमी पनि आउँछौ है बजार? कुन चाहिँ यो दोकानले? यो हो यहाँ फरेस्टमा आएको छौ केटाहरू। रोनीलाई अहिले बोलाउँदैछु, आउँछ ऊ। साथी यो नयाँ डिजाइनको पेन आएको छ यहाँ। लु हेर्नुहोस् बबाल टाइपको हाम्रो पूर्णव साथीको दोकानमा फेरि। ब्याक साइड पनि त्यस्तै रहेछ फेरि टेरेको बबाल बबाल दामी राख्दो। अब चाहिँ तिम्रो उहाँ खोला न, त्यहीँ आउँछु म। हो काका यस्तो सिलाउनु सक्छ? अहिले यस्तो यो पेन लाएर हिँड्यो भने खुस्किन्छ। हाम्रो माम चाहिँ फेरि खतरा हो नि, फेरि बुढालाई नै खुकुरी ल्याप हानिवरी चाहिँ हिँडेको अरे नि। कस्तो डेन्जर होला हाम्रो माम है। फोटो खिच्दैछु क्या? किन खिचेको? हाम्रो मामको फोटो नखिच्नु अनि के हुन्छ? राम्रो हुँदैन। मेरो माम हो भनेर साउरी परेर बर्बाद भएर साउरी त हामी पनि त पर्छ। अनि हात दुखेर कहाँ अस्ति लडेर हात दुखेर के भइरहेको छ? तपाईँ यत्रो उमेर भएर पनि कहाँ चाउरी बरु परेछन्। हामी चाउरी परिसकिसक्यो। तपाईँको अनुहारमा केही पनि छैन। हेर्नु त कति क्लियर छ। होइन नि हौ साह्रै भने पनि साह्रै भयो नि हौ। धेरै उमेर बितिसक्यो तर पनि अब हामी तपाईँ हुन्छ तपाईँ जति बाजे छ त्यति हामी सायद बाँच्दैन होला बरु। तर तपाईँ त हाम्रो माम त टक्काटक छ नि फेरि त्यसै आखेला खुकुरी हान्छ। यहाँ मासु प्याज खोर्सानी टमाटर धनिया सबै यहाँ छ है। पानी स्पिकरहरू कराईहरू यहाँ छ। जानुपर्ने चाहिँ यहाँ हो
राम्सा पिकनिक स्पोट अरे है। र हेर्दै जाउँ अब एकजना साथीलाई लिन जान्छु। रोशन तल घरमै छ अरे, लिएर आउनु पर्यो। र हाम्रो चाहिँ कराई रेडी, चुलो रेडी। दाउराहरू त अब फरेस्टमा कमी छैन दाउराको। केटाहरूले फेरि यहाँ मासुड्याम किड्याम धुँदैछ। हाम्रो केटाहरू यो सबमा त अगाडि फेरि अगाडि छ नि फेरि। बाफ रे बा, मासु सासु धुनु पकाउनुमा। र साथी हो अस्ति चाहिँ तपाईँले देखिहाल्नु भयो होला, क्रिम चिकन बनाएको थियो नवराज छेत्री हाम्रो साथीले। र आज चाहिँ बनाउँदैछ हाम्रो युवराज साथीले चिकन क्वासा, लोकल चिकन क्वासा बनाउँदैछ। र साथी हो लाइफमा चाहिँ इन्जोय चाहिँ गर्नुपर्छ है। फुल मरेर जाँदा पनि केही गम नहोस् है, त्यो चाहिँ गरिनँ भन्ने चाहिँ नहोस् क्या। गरिस् भन्दा फुल गर्ने हो। साथीहरू आगो ताप्न आउनुहोस्। प्याज खोर्सानी काटेर रेडी। तेल कहाँ छ तेल? यहाँ छ तेल। गाडीमा पार्टी खाने केटाहरूले भन्छ। वाह क्या मजाले। प्याज चाहिँ फ्राई हुँदैछ। बन्दुलोक मसला एखाने बन्दुलोक हो गए साथी हो। अब चाहिँ मासु हाल्ने कार्यक्रम चल्दैछ। ठिकै छ ठिकै छ ठिकै छ। दुईवटा भालेको मासु त कम्ती नै भयो नि। 1000 रुपियाँको मासु त एक कराई पनि भएन त। सम्म गरेको नि चलाउँदा मजाले। हो र साथी हो यसमा चाहिँ केही हालेको थिएन, खालि प्याज पड्काएर प्याज खोर्सानी पड्काएर यतिकै त्यहाँबाट मासु हालेको थिएँ। यसको चाहिँ पानी पुरा सुकिसक्नुपर्ने। अहिले चाहिँ निकै कम्ती भइसकिसक्यो पानी यसको होइन। निकै पकाएँ मैले, मोटामोटी 15-20 मिनट त पकाएँ यसलाई यतिकै है। यसकै पानी निक्लेको। यसमा मसलाहरू केही हालेको छैन। अब त मसला हाल्दा हुन्छ होला है। हुन्छ। अब चाहिँ हाम्रो मसलाको पेस्ट के भयो मसलाको। र साथी है मसला लगाएपछि चाहिँ यस्तो खालको कलर आयो क्या। अहिलेको चाहिँ यतिको चाहिँ कलर आइसकेको छ है साथीहरू चिकनमा चाहिँ। अन्त यहाँ बस्न आइज अरे। त्यसो भात नाका मासु खाएर छ टक। अहिले चाहिँ यतिको भइदियो कि चिकन क्वासा एकदम। साथीहरू चिकन चाहिँ रेडी भयो। हेर्नुहोस् चिकन कस्तो छ फेरि। अब चाहिँ भात पाक्दैछ। भात पाकिसकेपछि चाहिँ दबाउने हो साथीहरू। भयो भाइ भाइ भयो। मासु कस्तो टेस्टी रहेछ मासु? भात भाइ भन्छौ मासु कस्तो थियो? एकदम दामी। 30 छैन? हजुर। काँडा पेडे 100 रुपियाँ किलोको चामल। ओ तातो तातो ग्रेभी। दामी। इतने फिर क्यामेराम्यान यत्रो छ नि हाम्रो साथी सुति। नवीन भिडियो हुँदैछ तैँले फोटो खिच्दैछु के हामी आरामले त्यहाँ बस्नु त भात सलाद यहाँ तपाईको खाने केटाहरू फेरि ऊ युवराज बौलु भाइ सन्तोष लोकल दुईटा भाले हेटेरीको बवाल भएको। त्यहाँ बस्नु नि पकाउटी मारेर हौ। बस 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 हुन्छ त्यहाँ केही हुँदैन बस्छ। साथीहरू पनि सबै आफ्नो आफ्नो घर गयो है। र म पनि जाँदैछु अहिले गाउँमा पुगिसकेको छु। अब साथी हो र सबैले लाइक सेयर कमेन्ट गर्दै साथी हो।